तपाईको लाइफमा कति धेरै स्ट्रगलहरु छ स्ट्रगलको कुरा गर्नु पर्दा म चाहिँ है स्ट्रगलको कुरा गर्नु पर्दा 500 रुपैयाँ बोकेर म हिँड्दै काठमाडौँ आएको 500 रुपैयाँ मात्र 500 रुपैयाँ बोकेर हिँड्दै भक्तपुरबाट है त्यस पछाडि म डाइरेक्ट गएँ अडिसनमा होइन जग्गा बेच्न मालपोत त्यस पछाडि मैले फिल्म बनाएँ अनि कति कमाउनु भयो 1 2 करोड बोतल पानी बिका थियो हलमा त्यो पनि फिल्म हेरेर बेहोस भएकोहरूलाई छम्किनको लागि प्रयोग गरेँ उल्टो 2 लाख खर्च भयो यार केमा बाउले करङ भाँचे तपाईको होइन फिल्म हेरेपछि हलको छतबाट हामफाले आफ्नै भाँचे अहिले कहाँ हुनुहुन्छ अहिले पनि हस्पिटलमै छैन अहिलेसम्म अर्को पनि फिल्म बनाए नि त फेरि खुट्टा भाँचे